आज हामी नेपालको विद्यालय शिक्षामा भएको एउटा निकै ठूलो र भनौँ न महत्त्वकांक्षी परिवर्तनको चिरफार गर्दैछौँ। हो, कक्षा 1 देखि 3 सम्म लागू गरिएको एकीकृत पाठ्यक्रम। र हामीसँग यस विषयलाई खोतल्नका लागि केही दमदार अनुसन्धानात्मक लेख र जर्नलहरू पनि छन्। हो, र यो विषय हेर्दा जति सरल देखिन्छ, भित्र पस्दै जाँदा उति नै जटिल र रोचक पनि हुँदै जान्छ। एकदम। यो केवल किताबका पाना फेर्ने कुरा मात्रै होइन रहेछ। होइन, यो त सिङ्गो पढाउने र सिक्ने तरिका नै बदल्ने प्रयास हो। त्यही त। र आजको हाम्रो मिसन पनि त्यही हो। यो नयाँ पाठ्यक्रमको आइडिया के हो, यसले कसरी काम गर्छ भनेर सोचेको छ, अनि सबैभन्दा महत्त्वपूर्ण कार्यान्वयनको पाटो हो। नेपालले शिक्षामा एउटा क्रान्तिकारी परिवर्तन ल्याउन खोजिरहेको छ, तर के हाम्रो प्रणाली यो महत्त्वकांक्षी सपनालाई साँच्चै तयार छ त? यो सैद्धान्तिक आदर्श र कक्षा कोठाको यथार्थ बीचको लडाईँलाई बुझ्ने प्रयास हो, होइन त? ठ्याक्कै। र एउटा रोचक कुरा के छ भने यो अवधारणा नेपालका लागि नयाँ सुनिए पनि यसको जरा त 1 शताब्दी पुरानो छ। ए हो र? हो, अमेरिकी शिक्षाविद जोन ड्युईको प्रगतिशील शिक्षाको दर्शनसम्म पुग्छ। त्यसैले यो एउटा विश्वव्यापी बहसको हिस्सा पनि हो। ल, त्यसो भए सुरु गरौँ। सबभन्दा पहिले यो एकीकृत पाठ्यक्रम भनेको आखिर हो के? सरल भाषामा भन्दाखेरि यो छुट्टा-छुट्टै विषयको तरकारी पकाउनुको सट्टा सबैलाई मिलाएर एउटा स्वादिलो मिक्स भेज पकाए जस्तो हो। हाहा, तपाईको उदाहरण एकदमै सान्दर्भिक छ। हो, परम्परागत प्रणालीमा कस्तो थियो भने नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान जस्ता विषयहरू अलग-अलग भाडामा पाक्थे। हो नि, एउटा घन्टीमा एउटा, अर्कोमा अर्को। हो, विद्यार्थीले एउटाको स्वाद लिइ नसक्दै अर्को चाख्नु पर्थ्यो। एकीकृत पाठ्यक्रमले भन्छ किन सबै मसलाहरूलाई एउटै थीम वा विषयवस्तुको धागोमा उनेर एउटा पूर्ण र अर्थपूर्ण परिकार नबनाउने। भनेपछि सिकाइ टुक्रा-टुक्रामा होइन, समग्रमा होस् भन्ने उद्देश्य। ठ्याक्कै। त्यसो भए पहिलेको जस्तो पहिलो घन्टी नेपाली, दोस्रो घन्टी गणित भनेर टुक्र्याउने चलनको अन्त्य। मलाई त एकीकृत पाठ्यक्रम भनेको सबै विषयलाई एउटै भाँडोमा हालेर खिचडी पकाए जस्तो हो भन्ने लागेको थियो। तर के यो त्यति सरल छ र? तपाईले निकै महत्त्वपूर्ण प्रश्न उठाउनुभयो। यो खिचडी पकाए जस्तो सरल चाहिँ छैन। बरु यो एक कुशल शेफले विभिन्न सामग्रीको स्वाद नमर्ने गरी सन्तुलित परिकार बनाए जस्तै हो। वास्तवमा एकीकरणका पनि विभिन्न तहहरू हुन्छन्। यसका पनि तहहरू हुन्छन्? यो त मैले सोचे भन्दा गहिरो कुरा पो रहेछ। हो, सबैभन्दा पहिलो तह हो विषयगत, अर्थात् डिसिप्लिनरी। यो हाम्रो पुरानो प्रणाली हो, जहाँ हरेक विषय आफ्नो छुट्टै संसारमा रमाएको हुन्छ। गणितको विज्ञानसँग कुनै लेनादेना छैन, विज्ञानको सामाजिकसँग छैन। हो, दोस्रो तह हो बहुविषयात्मक, मल्टिडिसिप्लिनरी। यहाँ चाहिँ विषयहरू छुट्टै रहन्छन्, तर सबैले एउटै छाता अर्थात् एउटै थीम ओढ्छन्। जस्तै पानी भन्ने थीम छ भने विज्ञानमा पानीको सूत्र पढ्ने, सामाजिकमा पानीका मुहानबारे पढ्ने, तर विषयहरू आफ्नै ठाउँमा रहने। ठ्याक्कै, तपाईले ठ्याक्कै बुझ्नुभयो। त्यसपछि आउँछ तेस्रो, अलि गहिरो तह, अन्तर्विषयात्मक, इन्टरडिसिप्लिनरी। यहाँ विषयहरू बीचको पर्खाल अलि पातलो हुन थाल्छ। ज्ञान र सिपहरू एक आपसमा मिसिन्छन्। अनि अन्तिम तह? र अन्तिम, सबैभन्दा गहिरो तह हो विषयविहीन, ट्रान्सडिसिप्लिनरी, जहाँ विषयको सीमा नै मेटिन्छ। विषयको सीमा नै मेटिन्छ? हो, सिकाइ कुनै विषयमा होइन, वास्तविक जीवनको समस्या समाधानमा केन्द्रित हुन्छ। जस्तै हाम्रो समुदायको फोहोर व्यवस्थापन भन्ने प्रोजेक्टमा विज्ञान, गणित, भाषा, सामाजिक सबै एकैपटक प्रयोग हुन्छन्। बाफ्रे, मलाई त यो सुन्दै रोमाञ्चक लाग्यो। यो त भयो सैद्धान्तिक कुरा, तर जब यो अवधारणा नेपालको माटोमा रोपियो, यसको स्वरूप कस्तो बन्यो त? हाम्रो पाठ्यक्रम यी 4 तह मध्ये ठ्याक्कै कहाँनिर अटाउँछ? हो, अब यहाँनिर हाम्रो सन्दर्भको सबैभन्दा चाखलाग्दो कुरा आउँछ। नेपालको पाठ्यक्रम विक्रम सम्वत 2076 मा 103 विद्यालयमा परीक्षण गरेर 2077 देखि देशव्यापी लागू गरियो। पहिले पाइलट टेस्ट भयो। हो, अनि पहिलेका करिब 6 वटा विषयलाई घटाएर मुख्य 4 वटा सिकाइ क्षेत्रमा बाँडियो: नेपाली, अङ्ग्रेजी, गणित र हाम्रो सेरोफेरो। अनि हाम्रो मोडेल कुन तहमा पर्यो त? बहुविषयात्मक कि अन्तर्विषयात्मक? अब यसले दुवैको स्वाद लिएको छ भन्नुपर्छ।
समग्र पाठ्यक्रमको संरचना हेर्ने हो भने यो बहुविषयात्मक देखिन्छ। कसरी? नेपाली, अङ्ग्रेजी र गणितलाई छुट्टै सिकाइ क्षेत्र मानिएको छ, तर उनीहरूलाई साझा थिमहरूले जोड्ने प्रयास गरिएको छ। तर तपाईँले दुवैको स्वाद भन्नुभयो, अर्को स्वाद कहाँ छ त? अर्को स्वाद छ चौथो सिकाइ क्षेत्र, हाम्रो सेरोफेरोमा। यो विषय आफैमा अन्तर्विषयात्मक इन्टरडिसिप्लिनरी हो। हो, यसले सामाजिक अध्ययन, विज्ञान, स्वास्थ्य, सृजनात्मक कला जस्ता विषयहरूलाई एउटै भाँडोमा हालेर एउटा नयाँ र स्वादिलो परिकार बनाएको छ। यहाँ यी विषयहरूको छुट्टै अस्तित्व लगभग मेटाइएको छ। एउटा कुरा मलाई अचम्म लाग्यो। हामीले यो पाठ्यक्रमलाई एकीकृत भनिरहेका छौँ, तर तपाईँको विश्लेषणले त यसभित्र पनि दुई फरक फरक शैली रहेछ भन्ने देखायो। हो, एक किसिमको मिश्रित मोडल, हाइब्रिड मोडल भन्न सकिन्छ। यो त एउटै परिकारभित्र दुईवटा छुट्टा छुट्टै रेसिपी मिसाए जस्तो भएन र? यसले शिक्षक र विद्यार्थीलाई अलमलमा पार्दैन? उत्कृष्ट प्रश्न। सैद्धान्तिक रूपमा हेर्दा यसको उद्देश्य सायद भाषा र गणित जस्ता आधारभूत सिपलाई छुट्टै महत्त्व दिने र बाँकीलाई एकीकृत गर्ने, सन्तुलन मिलाउनु थियो होला। तर व्यवहारमा? तर तपाईँले भने जस्तै कार्यान्वयनमा यसले शिक्षकहरूलाई स्पष्टता दिन नसकेको गुनासो पनि सुनिन्छ। ल, यसलाई एउटा उदाहरणबाटै बुझाउन। मानौ शिक्षकले मेरो परिवार भन्ने थिम 1 हप्तासम्म पढाउनु पर्यो। त्यो 1 हप्ताको सिकाइ कक्षा कोठामा कस्तो देखिन सक्ला? ल, कल्पना गरौँ। म त कल्पना गर्दैछु, सायद कलाको कक्षामा परिवारको चित्र बनाउने होला। एकदम। र त्यही चित्रलाई गणितको कक्षामा लगेर ल भन त यहाँ कतिजना हुनुहुन्छ, को अग्लो को होचो भनेर संख्या र तुलना सिकाउन सकियो। अनि नेपाली कक्षामा त्यही चित्र हेरेर यो मेरो बुवा हो, उहाँ काम गर्नुहुन्छ भनेर सरल वाक्य बनाउन लगाउन सकियो। कति रमाइलो हो। अनि हाम्रो सेरोफेरोको कक्षामा त्यही परिवारको थिममा आधारित भएर परिवारका सदस्यहरूको भूमिका, एकअर्कालाई कसरी सहयोग गर्ने र घरमा सफासुग्घर रहने बानीबारे छलफल गराउन सकियो। भनेपछि एउटै क्रियाकलापले विभिन्न विषयलाई छोयो। हो नि, सिकाइ अब घोक्ने विषय रहेन, अनुभव गर्ने र अभिव्यक्त गर्ने माध्यम बन्यो। वाह, यो त साँच्चै अर्थपूर्ण देखिन्छ। विद्यार्थीले परिवारबारे टुक्रा टुक्रामा होइन समग्रमा बुझ्न पाउने भए। तर यो पाठ्यक्रमको लक्ष्य यति मात्र त पक्कै होइन होला। यसको पछाडि अझ गहिरो उद्देश्य के छ? अवश्य, यसको गहिरो उद्देश्य 21औं शताब्दीका लागि आवश्यक सिपहरू विकास गर्नु हो। अनुसन्धानहरूले के देखाउँछन् भने आजको द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा सफल हुनका लागि विषयगत ज्ञान मात्र पर्याप्त छैन। यहाँनिर त्यो चर्चित 4C स्किल्सको कुरा आउँछ हैन त? यो 4Cको कुरा गर्दा मलाई आफ्नो स्कुलको दिन याद आयो। हाम्रो पालामा त एउटै सी थियो, चुप लागेर पढ्ने। हो, समय फेरिएको छ। अबका बालबालिकाका लागि 4वटा सी अत्यावश्यक मानिन्छ। के हुन् ती? क्रिटिकल थिङ्किङ मतलब आलोचनात्मक सोच, कम्युनिकेसन अर्थात् सञ्चार, कोलाबोरेसन सहकार्य र क्रिएटिभिटी सृजनाशीलता। भनेपछि यो पाठ्यक्रमले विद्यार्थीलाई उत्तर घोकाउने होइन, प्रश्न सोध्न, समूहमा काम गर्न र नयाँ तरिकाले सोच्न सिकाउने लक्ष्य राख्छ। एकदम सही। मैले स्रोतहरूमा केबीडी फ्रेमवर्क भन्ने अर्को अवधारणा पनि भेटे। यो पनि एसीसँग जोडिएको हो? हो, यो पाठ्यक्रमको आत्मा हो भन्दा पनि हुन्छ। केबीडीको अर्थ हो नो, डु र बी। नो, डु, बी अर्थात् जान्नु, गर्नु र हुनु हो। नो भनेको तथ्य र सिद्धान्तहरू जान्नु हो, जुन परम्परागत शिक्षाले पनि गराउँथ्यो। तर यो पाठ्यक्रम डुमा जोड दिन्छ, अर्थात् त्यो ज्ञानलाई व्यवहारमा उतार्ने सिप विकास गर्नु। अनि बी? र सबैभन्दा महत्त्वपूर्ण बी, सिकेको ज्ञान र सिपबाट असल मूल्य मान्यता भएको जिम्मेवार र मानवीय नागरिक बन्नु। भनेपछि यो पाठ्यक्रमले केवल के जान्ने भन्नेमा मात्र होइन, कस्तो भन्नेमा पनि ध्यान केन्द्रित गरेको छ। यो त सुन्दा निकै आदर्श लाग्यो। हो, आदर्श त छ। तर के पाठ्यक्रमको दस्तावेजमा यी राम्रा कुरा लेख्दैमा विद्यार्थीमा यस्तो गुण विकास हुन्छ त? हामीले सपनाको कुरा त गर्यौं, तर अब जमिनमा ओर्लेर वास्तविकता हेरौं। यो सुन्दर सपनालाई विपनामा बदल्न के कस्ता पहाडहरू चढ्नुपर्छ? तपाईले सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याउनुभयो। सिद्धान्त र व्यवहार बीचको खाडल नै यसको सबैभन्दा ठूलो चुनौती हो र अनुसन्धानहरूले पनि यही खाडललाई औल्याएका छन्। सबैभन्दा पहिलो चुनौती के होला?
पहिलो र सबैभन्दा अग्लो पहाड हो शिक्षक तयारी। यसको मतलब शिक्षकहरू यो नयाँ विधिका लागि तयार छैनन् कि उनीहरूलाई तयार पारिएन? दुवै हो भन्नुपर्छ। धेरै शिक्षकहरूलाई यो नयाँ विधिमा पढाउनका लागि पर्याप्त र प्रभावकारी तालिम दिइएको छैन। त्यो त समस्या भयो नि। ठूलो समस्या। यो प्रणालीमा शिक्षकको भूमिका ज्ञानको भण्डार वा प्रवचनकर्ताबाट सहजकर्तामा रूपान्तरण हुन आवश्यक छ। शिक्षकले अब उत्तर दिने होइन, विद्यार्थीलाई उत्तर खोज्न मद्दत गर्ने हो। यो त मानसिकतामै परिवर्तन चाहिने कुरा भयो। हो, यो आफैमा ठूलो मानसिक र पेशागत परिवर्तन हो। मैले एकजना शिक्षकसँग कुरा गर्दा उहाँले भन्नुभएको थियो, हामीलाई गाडीको नयाँ इन्जिन थमाइएको छ, तर कसरी चलाउने भनेर पुरानै म्यानुअल दिएको छ। कस्तो मार्मिक कुरा। यो चुनौतीको सार यही हो। अनि म कल्पना गर्दैछु दार्चुलाको एउटा स्कुलको शिक्षक जसलाई 30-40 जना विद्यार्थीको कक्षा एक्लै सम्हाल्नु छ, सीमित स्रोत साधन छ, उहाँले यो सब कसरी गर्नुहुन्छ होला? हो, यसले त दोस्रो चुनौती स्रोत साधनको कमीलाई पनि देखाउँछ। त्यो त अवश्य नै होला। तपाईले ठीक भन्नुभयो। एकीकृत पाठ्यक्रमलाई सहयोग गर्ने उपयुक्त शैक्षिक सामग्री जस्तै थीममा आधारित पोस्टर, कथाका किताबहरू, प्रयोगात्मक सामग्री, डिजिटल सामग्रीहरूको ठूलो अभाव छ, विशेष गरी सरकारी र ग्रामीण विद्यालयहरूमा। किताब मात्रै एकीकृत भएर हुँदैन हैन त? हुँदैन। सिकाइको वातावरण नै एकीकृत हुनुपर्छ। अनि मूल्याङ्कनको कुरा नि हामीले 4C स्किल्सको कुरा गर्यौं, तर हाम्रो परीक्षा प्रणाली त अझै पनि कति घोक्ल सक्यो भनेर नाप्ने खालको छ। त्यो तेस्रो र सायद सबैभन्दा जटिल चुनौती हो। परम्परागत परीक्षाले त सहकार्य वा सृजनशीलता जस्ता कुराहरू कसरी नाप्न सक्छ र? सक्दैन। परम्परागत घोकाइमा आधारित परीक्षा प्रणालीले यो पाठ्यक्रमको लक्ष्यलाई नै मार्छ। बालबालिकाको निरन्तर र व्यावहारिक मूल्याङ्कन कसरी गर्ने, उनीहरूको प्रगतिलाई कसरी रेकर्ड राख्ने, यी प्रश्नहरूको व्यावहारिक उत्तर नभेटिएसम्म शिक्षक र अभिभावक दुवै पुरानै परीक्षा केन्द्रित दौडमा फर्किने खतरा रहन्छ। प्रणालीगत अवरोधहरू पनि त होलान् नि, जस्तै हाम्रो शिक्षा प्रणालीको समग्र संरचना, विद्यालय प्रशासनको मानसिकता। अवश्य, यो चौथो चुनौती हो, प्रणालीगत अवरोध। हाम्रो शिक्षा प्रणाली अझै पनि धेरै हदसम्म शिक्षक केन्द्रित, नियन्त्रणमुखी र नतिजामुखी छ। त्यो त छ। शिक्षकहरू कक्षा कोठामा आफ्नो नियन्त्रण र शक्ति विद्यार्थीलाई हस्तान्तरण गर्न हिचकिचाउन सक्छन्। विद्यालय प्रशासनले शिक्षकलाई नयाँ प्रयोग गर्न प्रोत्साहन गर्नुको सट्टा पाठ्यक्रम सकाउने दबाब दिन सक्छ। एउटा अन्तिम प्रश्न, यति धेरै विषयलाई हाम्रो सेरोफेरो जस्तो एउटै विषयमा समेट्दा कतै सिकाइ सतही हुने जोखिम कतिको छ? एकदमै जायज प्रश्न। सबै कुरा अलिअलि छुने तर केही पनि गहिराइमा नबुझ्ने अवस्था आउन सक्छ कि सक्दैन? त्यो पाँचौं र महत्त्वपूर्ण जोखिम हो जसलाई हामी विषयवस्तुको बोझ र सतहीपन भन्न सक्छौं। हो, यदि शिक्षक आफै विषयवस्तुमा स्पष्ट हुनुहुन्न वा उहाँसँग पर्याप्त समय र स्रोत छैन भने एकीकृत गर्ने नाममा सबै विषयको अलिअलि अंश मात्र पढाउने र कुनै पनि विषयमा गहिरो ज्ञान दिन नसकिने डर हुन्छ। त्यसो हुँदा त विद्यार्थीको आधारभूत ज्ञान नै कमजोर हुने भयो। त्यो जोखिम पनि उत्तिकै छ। आजको यो गहिरो छलफलबाट के स्पष्ट हुन्छ भने नेपालको एकीकृत पाठ्यक्रम शिक्षालाई समग्र, व्यावहारिक र जीवनोपयोगी बनाउने एउटा महत्त्वपूर्ण र सकारात्मक प्रयास हो। प्रयास एकदमै सकारात्मक छ। यसले 21औं शताब्दीका लागि आवश्यक नागरिक तयार पार्ने दूरदर्शी लक्ष्य राखेको छ। एकदम। यो सुन्दर परिकल्पना हो, यसमा कुनै शङ्का छैन। तर यसको सफलता सिद्धान्तको सुन्दरतामा होइन, कार्यान्वयनको कुरूप यथार्थलाई हामीले कसरी पार गर्छौं भन्नेमा पूर्ण रूपमा निर्भर गर्दछ। ती 5वटा पहाडहरू शिक्षक तयारी, स्रोत साधन, मूल्याङ्कन, प्रणालीगत अवरोध र विषयवस्तुको गहिराई, यी नचढिकन यो सपनाको शिखरमा पुग्न असम्भव छ। भनेपछि यो पाठ्यक्रम सफल वा असफल हुनुको सम्पूर्ण भार अन्ततः कक्षा कोठामा एक्लै उभिएको शिक्षकको काँधमा गएर थुप्रिएको छ। र त्यसैले अन्त्यमा एउटा विचारणीय प्रश्न उठ्छ। यसले एउटा महत्त्वपूर्ण विरोधाभास जन्माउँछ। विद्यार्थी केन्द्रित दृष्टिकोणलाई हरेक कक्षा कोठामा वास्तविकतामा बदल्नका लागि हामी कसरी शिक्षकहरूलाई सबल, सक्षम र सम्मानित महसुस गराउने शिक्षक केन्द्रित सहयोग प्रणाली निर्माण गर्न सक्छौं?